यो हामीलाई संसार छोडेर गइसकेको हाम्रो भाइ चाहिँ अब यसमा एकाउन्टमा पास भएको देख्दाखेरि चाहिँ हामी अचम्मित भएर त्यहाँदेखि नै मैले चाहिँ थाहा पाएको कुरा हो यो। दर्शकबिन म मदन सङ्ग्रोला यतिखेर झापाको बारदशी गाउँपालिका वडा नम्बर 1 भागदुब्बाको यो अमृत माविमा छु दर्शक। हजुर थाहा पायौँ, हेऱ्यौँ पनि होइन। त्यो देख्दाखेरि अलिकति अचम्म पनि लागिरहेछ सर। अब कसरी अब उसले एक्जामै दिन सकेको छैन भने कसरी उसको नाम आयो त्यसमा भनेमा हामी पनि अचम्म परिरहेछ। जो एकजना बच्चा जो यो स्कुलमा पढ्ने एकजना विद्यार्थी मानव गौतम एसएलसी आउनुभन्दा अगाडि लगभग 1 महिना 20 दिन 22 दिन अगाडि उहाँ खस्नुभयो। उहाँ खसिसकेपछि यो विद्यालयमा त्यसपछि एसएलसी भयो चैत्र 7 गतेबाट। तर बच्चा अगाडि नै खस्नु भएको थियो। तर अहिले रिजल्टमा के आयो दर्शकबिन, त्यो बच्चा एउटा विषयमा लेखा यानि कि एकाउन्ट विषयमा चाहिँ पास भएको एउटा रिजल्ट नतिजा बाहिर आएको छ। चाहिँ यो चाहिँ भाइको हो, यो डी ग्रेड यहाँनिर चाहिँ 1.6 छ। यो चाहिँ डी ग्रेड, यो चाहिँ एकाउन्टमा हो, भाइको लेखा विषयमा हो। अगाडिपट्टि यहाँनिर लिस्ट पनि छ, सरले अघि हामीलाई देखाउनु भयो। यहाँ मानव गौतम भनेर चाहिँ नाम पनि छ, मानव गौतम भनेर यहाँ एउटा सब्जेक्टमा 1.6 आएको छ। 0.6 डी ग्रेड जिपिएस आइसकेपछि यो विद्यालयको बारेमा आम दर्शकले अहिले चर्चा गरिरहेका छन्। के भइरहेको छ त, कसरी चाहिँ यो बच्चा पास भयो भनेर आइराख्दाखेरि आज हामी यो विद्यालयमा आएका छौँ दर्शकबिन। अमृत माध्यमिक विद्यालयको तर्फबाट र म प्रको तर्फबाट हामीले कुनै कमजोरी गरेका छैनौँ। मरेको मान्छेलाई मरेको होइन भनेर कुनै कागजहरू पनि हामीले बनाएर पेश गरेका छन्। यो त मानवीय धर्म पनि रहेन। यो श्री अमृत माध्यमिक विद्यालय माविमा हामी आएर यहाँका हुनुहुन्छ, हेड सर हुनुहुन्छ रामबहादुर बुढाथोकी सर, उहाँसँग यो विषयमा कुराकानी गर्नेछौँ। यो निराधार यो एउटा रामबहादुर बुढाथोकी अमृत माध्यमिक विद्यालयको एउटा चरित्र हत्या गर्ने जस्तो मलाई यो लागेको अवस्था छ र यो निराधार हो। र यदि हामीहरूले कहीँबाट पुष्टि भयो यो गल्ती तपाईँहरूकोबाट भएको रहेछ भने, यदि यो गल्ती हामीबाट भएको छ भने त्यो सजाय भोग्न म विद्यालयको प्रधान अध्यापक हैसियतले म तयार छु।